तँलाई होइन यस ठाउँमा पनि फर्काएर ल्याउनेछु, मैले तँलाई भनेका कुराहरू पुरा नगरुन्जेल म तँलाई छोड्ने छैन भन्ने कुरा हामी पाउँदछौँ है। वा हामी यहाँ के कुरा पाउँदछौँ नि, परमेश्वरले भन्दै हुन्छ म चाहिँ तिमीसँग छु भनेर। आज हाम्रो बहिनी अनितालाई परमेश्वरले यही वचन प्रभुले भन्दै हुनुहुन्छ कि आज छोरी म तिमीसँग छु है, तिमी जहाँसुकै गए तापनि है म तिमीलाई रक्षा गर्नेछु है। अनि यस ठाउँमा फेरि तिम्रो जीवनमा होइन सबै कुरामा कामहरूमा म सफलता दिनेछु भन्ने कुरा हामी यहाँ पाउँदछौँ। अनि त्यस कारणले म तिमीलाई फेरि होइन के अरे अनि तिम्रो होइन फेरि पनि परमेश्वरले सुरक्षा छ त आफ्नो घरमा जसरी होइन विदेशको त एउटा कर्मथलो हो होइन, केही पछि हाम्रो जन्मथलोमा फेरि प्रभुले लिएर आउनुहुनेछ है। अनि आज साँच्चै नै परमेश्वरले चाहिँ भन्दै हुनुहुन्छ है त्यो रक्षा दिनेछु, सुरक्षा दिनेछु होइन, जहाँसुकै गए तापनि म तिमीसँग हुनेछु भनेर 15 पदमा जसरी होइन याकुबलाई भन्नुहुने परमेश्वरले आज बहिनीलाई पनि भन्दै हुनुहुन्छ। आज साँच्चै नै परमेश्वर महान हुनुहुन्छ। अहिलेको परमेश्वरको वचनमा हामी याकुबको पुस्तक 1:22 पदले भन्दछ कि वचन सुन्ने मात्र होइन पालना गर्ने हो भनेर हामी सबैलाई भनेको है। वचन सुनेर त्यसलाई होइन त्यो पालन नगर्दा फेरि आफैले धोका दिएको जस्तो मात्रै हुन्छ। कतिपल्ट हामी वचन सुन्छौँ तर कतिपल्ट हामी पालना गर्दैनौँ। जब साँच्चै नै याकुबले उसँग रित्तै छ, उसँग केही पनि छैन, उसले परमेश्वरसँग भाकल गर्दछ। तपाईँले यहाँ हेर्नुहुन्छ भने तपाईँले पाउन सक्नु 20 पदमा यहाँ हामी पाउँदछौँ, तब याकुबले यसो भनेर पनि भाकल गरे, यदि परमेश्वरले मेरो साथमा रहनु भएर मेरो यात्रामा मलाई रक्षा गर्नुभयो भने है, यदि परमेश्वर